एकचोटि यो भिडियो हेर्नुहोस् त। महिना मिनरलाई घन्टी त बजाइदिएको हो नि त। आजसम्म 6 महिनामा कुन चाहिँ मुलाले बिसिट ल्याएको छ मलाई देखाओस् त। दाइले त ल्याउनु भएको हो नि। हो। अब रविले बजाउने भयो भनेपछि दाइलाई कहाँबाट झार दिएन? झारो नि। झारे नि। झारे। भनेपछि यिनले गर्न दिँदैनन्। यिनका एउटै उपाय छ क्या, दबाई यिनीहरूले एउटै दबाई गर्नुपर्छ। के गर्नु? श्रीलङ्काको जस्तो बोरामा हाल्ने, बाढी आउँछ नि कोसीमा हाल्दिने। इन्डियाकै सम्पत्ति हो नि, इन्डियातिरै जाउनु भएको क्या। सक्छन् नेपाली जनताले त्यसो गर्न? किन सक्दैन? अति नै त्यस्तो गर्न सुहाउँछ? किन सुहाउँदैन? सुधार्ने मौका नदिने हामीले? मर्नुभन्दा बौलाउनु निको। सुधार्ने मौका नदिने? सुध्रिने कसरी सुध्रिनु? अब कतै सुध्रिनु? देशलाई लगेर भङ्डालोमा हालिसकेको छ। अब के सुध्रिनु? कोही उखान टुक्काले भरिएको छ नेता। महिना मिनरलाई घन्टी त बजाइदिएको हो नि त। आजसम्म 6 महिनामा कुन चाहिँ मुलाले बिसिट ल्याएको छ मलाई देखाओस् त। दाइले त ल्याउनु भएको हो नि। हो। अब रविले बजाउने भयो भनेपछि दाइलाई कहाँबाट झार दिएन? झारो नि। झारे नि। झारे। भनेपछि यिनले गर्न दिँदैनन्। यिनका एउटै उपाय छ क्या, दबाई यिनीहरूले एउटै दबाई गर्नुपर्छ। के गर्नु? श्रीलङ्काको जस्तो बोरामा हाल्ने, बाढी आउँछ नि कोसीमा हाल्दिने। इन्डियाकै सम्पत्ति हो नि, इन्डियातिरै जाउनु भएको क्या। सक्छन् नेपाली जनताले त्यसो गर्न? किन सक्दैन? अति नै त्यस्तो गर्न सुहाउँछ? किन सुहाउँदैन? सुधार्ने मौका नदिने हामीले? मर्नुभन्दा बौलाउनु निको। सुधार्ने मौका नदिने? सुध्रिने कसरी सुध्रिनु? अब कतै सुध्रिनु? देशलाई लगेर भङ्डालोमा हालिसकेको छ। अब के सुध्रिनु? कोही उखान टुक्काले भरिएको छ नेता।